सो हाई गाइज वेलकम ब्याक टु आवर च्यानल। सबैजना सन्चै हुन्छ होला होइन। हामी चाहिँ आज यसो डाँडातिर घुम्न निक्लेको। दिक्तेल बजार ठ्याक्कै बोर्डमा त दिक्तेल बजार देख्न सक्नुहुन्छ है। हामी एकैछिनमा सल्लाहरी एकैछिनमा काँडागाडी हुँदै हुँदै हामी उकाल लाग्दैछौँ, हेर्न सक्नुहुन्छ। सो अलराइट गाइज, हामी चाहिँ फ्याँ गर्दै अहिले दिक्तेल बजारबाट चाहिँ त्यो तल देखिराख्नु भएको छ दिक्तेल बजार, ठ्याक्कै अहिले कारागार यहाँ हेर्न सक्नुहुन्छ। कारागारमा आइपुग्यो हामी चाहिँ होइन। बादल चाहिँ राम्रो लागिदिइरहेको छ है, दिक्तेल बजार हेर्न सक्नुहुन्छ तल। अनि यहाँ चाहिँ कारागार, ठ्याक्कै हामी कारागारमा होइन। ल है त गाइज, हामी यसो मासतिर सल्लाहहरूतिर पुगेर भेट्छौँ। पछाडि केटाहरू रोइला हान्दै सिगान तान्दै उकालो लाग्दैछन्। म पनि उकालै लाग्दैछु है। हेर्न सक्नुहुन्छ सिगान तान्दै सोल्डा कति राम्ररी देखिएको तिमी यसो। राम्ररी देखिरहेको छ यसले, राम्ररी देखिरहेको सोल्डा होइन। यो तल चाहिँ हेर्न सक्नुहुन्छ, त्यो चाहिँ दिक्तेल बजार होइन। अहिले चाहिँ हामी यस्तो खतरा ठाउँमा आइरहेछौँ होइन। हेर्न सक्नुहुन्छ टक्क अँध्यारो छ होइन। हल्का ब्राइटनेस बढाउँछु म। यो खतरा घुम्दिसकेँ। सो अलराइट गाइज, हामी चाहिँ अहिले यस्तो खतरा ठाउँमा छौँ होइन। यहाँबाट आउँदा चाहिँ यस्तो बगल भ्यू देखिन्छ, हेर्न सक्नुहुन्छ। यहाँ आउँदेखि यस्तो भ्यू चाहिँ यहाँ दिक्तेल बजार त्यो तलको चाहिँ हेर्न सक्नुहुन्छ दिक्तेल बजार। अनि यसलाई चाहिँ ठ्याक्कै मुडे भन्छ नि केटा, मुडे कारागारमा छौँ अहिले चाहिँ हामी। अब चाहिँ हामी ठाडो उकालो जान्छौँ होइन। चुँधेर भाग्दै खाने हेर्न सक्नुहुन्छ। म पनि फ्याँ गर्दै कुद्दैछु भन्दै गलेँ। यहाँ चाहिँ गाउँबारी हेर्न सक्नुहुन्छ, हरियाली। हामी हरियाली हेर्दै हेर्दै हामी उकालो लाग्दैछौँ होइन। कहाँ गाडी हाल्दै हालेँ कुरो गाडीमा है। दुईवटा यहाँ आउँदैछन्, एउटा माथि पुग्यो। बाटो उताबाट छ भन्दा पनि केटाहरू यताबाट न भन्छ। हामी चाहिँ फ्याँ गर्दैछौँ। यस्तो बाटो हिँडाउँदैछ, कसको घरमा पुर्याउनु हामी झन्डै गऱ्यौँ। अनि त्यस पछाडि हामी चाहिँ रोडमा आइपुग्न आँट्यौँ। अहिले चाहिँ हामी ठ्याक्कै तिहारमा टिका लाउँदै फुल लाउँदै हामी अहिले रोडमा निस्क्यौँ। यता आउँदोबाट केटाहरू यहाँ पछाडि मेरो कानमा चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो गर्न सक्छु म यसलाई चाहिँ होइन। अलराइट गाइज, अहिले चाहिँ हामीले एउटा फुच्चेलाई भेट्छौँ। हेर यहाँ के यसले चुरोट खाएको हो, यो तैँले खाएको चुरोटले चाहिँ यसलाई खाएको। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ मुर्रा यसको पसलमा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ ब्रान्ड हेर्न सक्नुहुन्छ पछाडि होइन। केही भन्न यार तेरो पसलको बारेमा। यो सबै यो खानेकुराहरू नि हो, नचा भाइ निल्नुपर्छ अनि सबै भुटु यो ब्लगमा आयो तेरो। फर्स्ट ठाउँ चाहिँ यस्तो खतरा खायो कि हेर्न सक्नुहुन्छ। लाइट साइड पनि बबाल छ। यहाँ डोकोको लाइट छ, यहाँ डोकोको लाइट हेर्न सक्नुहुन्छ। डोकोभित्र लाइट। सो अलराइट गाइज, अहिले चाहिँ हामीले टाइम ल्याप्समा बनायौँ होइन। सम्पूर्ण भाइले चाहिँ हाम्रो कफी रेडी गरिदिइसक्यो यहाँ। अलराइट गाइज, अहिले चाहिँ हामी अब कफी हान्न जाँदैछौँ होइन। सो अलराइट गाइज है, हामी चाहिँ अहिले यहाँ कफी सफी खाएर यताको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ छ एउटा समर पानी बाई यता हेर्न। त्यो यहाँ चाहिँ घाम लागिरहेको, यता भ्यू खतरा छ है। हामी चाहिँ अब यहाँ डाँडातिर यसो यहाँ चाहिँ रोइला डाँडा छ कि मेरो पछाडि हेर्न सक्नुहुन्छ। यहाँ हामी डाँडामा बसेर अब चाहिँ हामी यहाँ रोइला हान्छौँ। यहाँ माथि नेपालको झन्डा हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई स्वागत छ होइन। घन्टी बजाएर स्वागत छ। गएर बस्दिनँ होला त्यहाँनिर। के चाहिन्छ मलाई अर्डर गर्नुहोस् होइन, म ठ्याक ल्याइदिन्छु सब फ्रीमा तपाईँहरूलाई। अलराइट गाइज, चाहिँ हामी यहाँ केटाहरू यस्तो छ है हाम्रो हालत हेर्न सक्नुहुन्छ। यहाँ हामी हान्दैछौँ होइन, पर सम्पूर्ण भाइ। अनि यहाँ केटाहरू सोल्डाले हान्छ। सोल्डा म हान्दैछु हो। के भन्छ सो अलराइट गाइज, हामी चाहिँ अहिलेसम्म पनि यहीँ छौँ। अहिले एक्ज्याक्ट टाइम चाहिँ कति भइरहेको
5:27 भयो केटाहरू। यहाँ अब रेडबुल खाएर चाहिँ हामी ओह्रालो रेडबुल खाँदै खाँदै चाहिँ ओह्रालो लाग्दैछौँ हामी होइन। कम्प्लिमेन्ट्री भयो यो चाहिँ होइन। हामी चाहिँ अहिलेसम्म चाहिँ 5 बजीसम्म यहाँ बस्यौँ, हेर्न सक्नुहुन्छ। यहाँ आउन सक्नुहुन्छ तपाईँहरू पनि होइन। हामी समरको पनि हामी अब त्यही हो, अब हामी बाटो लाग्यौँ अराइट गाइज होइन। हामी चाहिँ यहाँ अहिले अँध्यारोमा केटाहरू तोड्दै हिँड्दैछन् है। हामी यता चाहिँ गाडो गाडो होइन, सबैले बिताउँछन् आज हामीलाई घरमा। मम्मीले बुढीले बाउले केटाहरूको हालत चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है। जाडोले यहाँ सोल्डा दिइसक्यो, जाडोले मर यता अर्को सोल्डा कुदे। ओइ भुइँ त कस्तो खतरा बलेको यार केटा हो। आम्मा हामी पनि बलेको छौँ होइन। हामी अहिले ठ्याक्कै मुडेमा आएको छौँ। मुडे हाम्रो फोनमा मेरोमा 10% आएको छ है केटा हो। अब रफ्ते केटाहरू अगाडि छन्। यहाँ चाहिँ देवीथानको सिन हेर्न सक्नुहुन्छ, माथि राति होइन टक्क नि सबै अगाडि छ। हामी चाहिँ अब घर रुम पुग्न लाग्यौँ होइन। बाटो पनि देखिँदैन। आजको भ्लग चाहिँ यस्तै भयो। लाइक सेयर सब्सक्राइब हामीलाई चाहिँ नभुल्नु होला। अर्को भेटौँला है त गाइज।